रूपन्देहीको शुद्धोदन गाउँपालिकामा अवैध रूपमा नदी उत्खनन कार्य भइरहेको छ। प्रमुख प्रशासकीय अधिकृत तथा गाउँ कार्यपालिकाको सदस्य सचिव लेखबहादुर बस्नेत पालिकामा हाजिर भए लगत्तै नदीमा अवैध कार्य शुरू भएको हो। बुटोल गोरुसिंगे चन्द्रौटा सड़क आयोजनाका नाममा नदीजन्य पदार्थको अवैध उत्खनन भएको हो। पालिकाको वडा नम्बर 1 र 2 को सीमा क्षेत्र दानव नदीको सिकरा घाटबाट मापदण्ड विपरीत नदीजन्य पदार्थ उत्खनन भइरहेको छ। स्थानीयले अवैध कार्यको विरोध गर्दा गर्दै प्रहरी प्रशासनको रुहवारमा नै अवैध काम भइरहेको हो। सड़क आयोजनाले गत वैशाख 4 गते नदीजन्य पदार्थको माग गरेको छ। पालिकाले 2081 चैत 25 गतेको निर्णय अनुसार भन्दै नदी उत्खनन गर्न दिएको छ। SCEGC ANSJV भरतपुर 10 चितवन मार्फत नदीजन्य पदार्थ माग भएको छ। उक्त आयोजनाले गत वैशाख 4 गते सामग्री माग गरेको हो। राजस्व दाखिला भने 6 दिन अगाडि चैत 29 गते भएको छ। माग गरेको अनुमति दिएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ। सिकरा घाटबाट नदीजन्य पदार्थ निकाल्नको लागि 1.10 मिटर गहिराई खन्नको लागि अनुमति दिएको छ। तर उत्खनन गरेको ठाउँमा 8 फिट भन्दा बढी गहिरो खाडलहरू देख्न सकिन्छ। सामाजिक विकासका काम गर्दा समेत इन्जिनियर भ्यालुएसन माग्ने प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर बस्नेतले नदीमा 8 मिटर गहिराईसम्म खाडल बनाएर उत्खनन हुँदा समेत हेर्न गएका छैनन्। स्थानीयले पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय र वडा अध्यक्ष अनुगमन गर्न समेत नआउनु आर्थिक प्रलोभन भएको आरोप लगाएका छन्। स्थानीय विजय लोधले तटबन्ध लगाएको ठाउँमा उत्खनन गर्दा पालिकाका जनप्रतिनिधिहरूले बेवास्ता गरेको बताए। उनले नदी बचाउन स्थानीयहरू लागे पनि पालिकाका प्रमुखहरूले सुनवाई नगरेको बताए। हामीहरूको समस्या बुझ्ने मान्छे कोही पनि छैनन्। हाम्रा नेताहरू, हाम्रा मेयरहरू पनि बुझ्दैनन् हामीहरूको समस्या। यस्तो खाल्टो बनाउने, नाप्ने बेलामा त्यहाँ नाप्ने, टेन्डर गर्ने उता, खन्ने बेलामा यहाँ आएर खन्ने, यत्रो गठबन्धन लगाएछन्। यो के कामको? यत्रो हाम्रो भस्किराखेछ जग्गाहरू, यो के कामको लागि? हामी धाइराखेछौँ, गाउँपालिका गइराखेछौँ, बार हामी गाउँपालिकामा समस्या बताइराखेछौँ। त्यो पनि बुझ्नेवाला समस्या हामीहरूको कोही पनि छैन। यत्रो जनता आएर हामी यहाँ रोकिराखेछौँ। नेतालाई बोलाउँदा नेता पनि आए छैनन्, हाम्रा मेयर पनि आए छैनन्। कमसेकम आएर हामीहरूको समस्या त बुझ्दिन पर्यो नि। स्थानीय टिका परियारले नदी हरेक वर्ष कटान गर्दा जग्गा नदीमा परेको बताउँदै गरिखाने जग्गा सकिएको बताइन्। उनले नदीले जग्गा खाइदिँदा बस्ती नै अन्यत्र सार्नु परेको दुखेसो गरिन्। स्थानीय सरकारले नदी कटान रोक्नुको सट्टा उत्खनन गराउने गरेको बताइन्। नदीले आफै काटेर कति धेरै कति हेर्नु, कति धेरै फागट, कति धेरै हाम्रो जग्गा जमिनहरू पनि सबै खोलाले मासो बाढी आई खोलासँग त के गर्न सकिन्छ र? तर पनि मान्छेलाई दबाउ गरेर यस्तो गर्न हुन्न। हामी अब भनौँ हाम्रो जग्गा जमिन पनि कति मासिसक्यो। 2 पटक पालिकामा डेलिगेसन गर्न जाँदा समेत पालिकाले सुनवाई नगरेको स्थानीय राजु गुप्ताले बताए। सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरेर पालिकाले अवैध रूपमा नदी जन्य पदार्थ उत्खनन गरेको बताए। यहाँ भएको यो हेर्नुस्, खोला तटबन्ध हामी 2 चोटि गाउँपालिका वार्डमा गइयो, डेलिगेसन यहाँ तटबन्ध नलाइदिएर खोला तपाईको गिट्टी बालुवा निकालेछन्। यहाँ हेर्नुस्, यो ठोकर लागेको पनि भत्किसकेछ। त्यही पनि अब यही बाटो छ, उता बाटो छ, कुलो छ, यही खोला छ, यहीबाट माल निकालेछन्। जबरजस्ती सशस्त्र प्रहरी लगाएर हामीलाई भनेर टेरे छैन, न वडा अध्यक्षले टेरे छ, न मेयरजीले न टेर्नु भएछ, न अहिलेसम्म नआउनु भएछ। नेताहरू भोट माग्ने बेलामा समस्या के छ, के गर्नुपर्छ भनेर आउने गरेको, तर नदीमा अवैध धन्दा भइरहेको छ भनेर स्थानीयले खबर गर्दा बेवास्ता गरेको स्थानीय पूर्ण बहादुर थापाले बताए। आउने फकाउने फुलाउने भोट मागेर जाने, चुनाव जित्ने उति हराउने, यता न यो विभिन्न कुरा के यस्तो छ। भोट माग्ने जाने फर्केर नै आउने, पछि हामीलाई चिन्ता पनि दिँदैन। तिनले त जनताले भोट दिन्छन्, यी भोट दिने जनतालाई तिनले चिन्दैन। शुद्धोदन गाउँपालिका रूपन्देहीमा यस्तो उत्खननको अभ्यास नौलो होइन। नदीजन्य पदार्थ र माटो उत्खननमा सधैँ अवैध कार्य हुँदै आएको छ। आफैले कार्यदेश दिएको ठाउँमा अवैध कार्य भइरहेको स्थानीयले जानकारी दिँदा समेत हेर्न समेत नजानु प्रमुख प्रशासकीय बस्नेतको लाचारीपन देखिएको छ। समाचार टेलिभिजनको लागि पुनहरी बेलबासे र अस्मिता अधिकारीको रिपोर्ट।